के तपाईँलाई थाहा छ कि नेपाली साहित्यका महान नामहरूमध्ये एक भानुभक्त आचार्यजीलाई प्रेरित गर्ने मान्छे कुनै एक राजा थिएनन्, कुनै ठुलो विद्वान थिएनन्, कुनै प्रसिद्ध व्यक्ति पनि थिएनन्। उनी थिए एक साधारण घाँस काट्ने मान्छे, घाँसी। आज भानुभक्तजीको जन्म जयन्ती हो, भानु जयन्ती। उनको जन्म सन् 1814मा नेपालको तनहुन जिल्लाको चुन्दी रामका भन्ने एउटा ठाउँमा भएको थियो। तर भानुभक्तजीको जीवनको सबैभन्दा प्रेरणादायक कथा सुरु हुन्छ एक साधारण मान्छेबाट, एक घाँसी। घाँसी धनी थिएनन्, उनीसँग कोही पद थिएनन्, कुनै प्रसिद्धि थिएनन्, कुनै ठुलो परिचय पनि थिएनन्। उनले घाँस काट्दै बेच्दै र आफ्नो जीवन चलाउने थिए। तर एक दिन उनको सोचले भानुभक्तजीलाई भित्रदेखि हल्लाइदियो। नट वान थॉट अफ दिस घाँसी शुक भानुभक्तजी फ्रम इनसाइड। घाँसीले एउटा कुवा खनाउनु चाहन्थे ताकि बाटोमा हिँड्दै यात्रीहरूले पानी पिउन सकौँ र उनको मृत्यु, आफ्नो मृत्युको पछि मान्छेहरूले उनलाई सम्झिरहँ। सोच्नुहोस् त, एक साधारण घाँस काट्ने मान्छे, एक घाँसी आफ्नो जीवन पछि पनि समाजलाई केही दिएर जाने चाहन्थे। उनले आफ्नो लिगेसी, आफ्नो एक अवदान या आफ्नो विरासतको बारेमा सोचिरहेका थिए। यही भावनाले भानुभक्त आचार्यजीलाई गहिरो रूपमा छोयो। दिस स्टोरी अफ दिस घाँसी डीपली टच्ड भानुभक्तजी फ्रम इनसाइड। पछि भानुभक्त आचार्यजीले रामायणलाई नेपाली भाषामा अनुवाद गरे। तर त्यो अनुवाद केवल अनुवाद थिएन, त्यो एउटा साहित्यिक र सांस्कृतिक जागरण थियो। त्यो समयमा धार्मिक र विद्वतापूर्ण ज्ञानमा संस्कृत भाषाको एक ठुलो प्रभाव थियो। साधारण नेपाली भाषा बोल्ने मान्छेहरूको लागि त्यस्तो ग्रन्थहरू सजिलो पाराले बुझ्ने पाराले उपलब्ध थिएनै। तर भानुभक्तजीले रामायणलाई जनताको आफ्नै भाषामा ल्याइदिए। त्यसैले भानु जयन्ती केवल एक कविको सम्झना होइन, यो भाषाको सम्मान हो, यो पहिचानको एक उत्सव हो, यो साहित्यलाई जनतासम्म पुर्याउने एक अभियान हो। र सबैभन्दा ठुलो कुरो, मलाई लाग्ने ठुलो कुरो चाहिँ यो हो कि यो जीवनमा केही अर्थपूर्ण छोडेर जाने एक प्रेरणा पनि हो। घाँसीले कुवा खनाउने सपना देखे, भानुभक्तजीले भाषाको पुल तथा ब्रिज बनाए र नेपाली भाषाले आफ्नो एक शक्तिशाली स्वर पायो। त्यसैले आज प्रश्न केवल यो होइन कि भानुभक्तजीको थिए, सायद वास्तविक प्रश्न यो हुनुपर्ने हो कि हामी आफ्नो भाषा, आफ्नो कला संस्कृति, आफ्नो समाज, आफ्नो अवदान या विरासतको लागि के गर्दैछौँ। सबैजनालाई आज भानु जयन्तीको हार्दिक शुभकामना छ।